मध्यपुर ठिमी नगरपालिकामा रहेका ऐतिहासिक पुखुहरूमध्ये एक सोङ्गा पुखु आज पुनः आफ्नै पुरानै स्वरूपमा फर्किएको छ। समयको धारासँगै हराउँदै गएको यसको पहिचान आज फेरि एकपटक जीवन्त बनेको अनुभूति गर्न सकिन्छ। वडा नम्बर 6 गार्चामा अवस्थित यो पुखुको पुनर्निर्माणको कार्य 2081 सालमा सुरु भई 2082 सालमा सम्पन्न भएको हो। सोही वर्षको चैत्र 28 गते मध्यपुर ठिमी नगरपालिकाका प्रमुख श्री सुरेन्द्र श्रेष्ठज्यूद्वारा यसको उद्घाटन गरिएको छ। यस पुनर्निर्माणले केवल संरचना मात्र होइन, पुरानो सम्पदाप्रतिको सम्मानलाई पनि पुनर्जीवित गरेको छ। कुल 14 आना क्षेत्रफलमा फैलिएको यस पुखुको पुनर्निर्माण 80 लाख रुपैयाँको बजेट तथा जनश्रमदानको उल्लेखनीय सहयोगमा सम्पन्न गरिएको हो। विगतमा यस पुखुको पानी स्थानीय बासिन्दाहरूले दैनिक प्रयोजनका लागि प्रयोग गर्ने गर्थे। समयसँगै पुखु सुक्दै गएपछि गाउँ विकासको क्रममा यहाँ पञ्चायत भवन निर्माण गरिएको थियो। तर 2072 सालको विनाशकारी भूकम्पपछि उक्त भवन प्रयोगविहीन अवस्थामा पुग्यो। वर्षौंपछि सोही संरचना हटाउँदै यस ऐतिहासिक पुखुलाई पुनः आफ्नै मौलिक स्वरूपमा पुनर्निर्माण गरिएको हो। आज सोङ्गा पुखु केवल एउटा पुनर्निर्मित संरचना मात्र होइन, यो हाम्रो इतिहास, संस्कृति र पहिचानको पुनर्जागरणको प्रतीक बनेको छ।